राज्य जस्तो छ, राज्यले आफू जस्तै नागरिक उत्पादन गर्दो रहेछ शिक्षा मार्फत। ठिक त्यस्तै यो दलाल पुँजीवादी जो राज्य छ यसले सबै मान्छेलाई बिचौलिया बनाउँछ र नेपाल यस्तो देश भएको छ अहिले कि हरेक घरमा एकजना दलाल छ, हरेक घरमा एकजना बिचौलिया। र राजनीतिक कर्मीहरू पनि स्वाभाविक रूपमा त्यो बिचौलियाको एउटा नयाँ आयाम बनेको। यसरी यो 4-5वटा कुराबाट शिक्षा प्रकट हुँदो रहेछ। तर सारमा मानिसले प्रकृतिसँग सङ्घर्ष गर्दाखेरि आर्जन गरेको जम्मा दुईटा कुरा रहेछ। एउटा ज्ञान आर्जन गर्यो आजसम्म र अर्को सिप आर्जन गर्यो। त्यसकारण मानिसले प्रकृतिसँग सङ्घर्ष गर्ने दरमियानमा आर्जन गरेको ज्ञान र सिपको योग शिक्षा हो। तर हाम्रो शिक्षा प्रणालीमा यो अंश नै छैन, यो सार नै छैन। यस्तो भएछ नेपालको शिक्षा प्रणाली 1854 मा दरबार हाई स्कुल खोल्यो। दरबार हाई स्कुल खुल्नुभन्दा अगाडि नेपालमा निरक्षर र साक्षर भन्ने कोही पनि थिएन। नपढेका र पढेका भन्ने मान्छे थिएनन् नेपाल। जब शिक्षालय खोलियो त्यसपछि त्यो शिक्षालयमा जाने 20-40 जना मान्छे चाहिँ साक्षर भएछन्, अरू सबै नेपालमा निरक्षर भए, अनपढ भए। हामीले कस्तो शिक्षा नीति सुरु गरेछौँ कि यो शिक्षा नीति स्कुल खुल्नुभन्दा अगाडि मान्छेहरूले ठुला ज्ञान हासिल गरेका थिए, ठुला सिप हासिल गरेका थिए। त्यो मानिसले हासिल गरेको सारा ज्ञान र सिपलाई विद्यालय सुरु गरेपछि हामीले के गर्यौं भने उनीहरूलाई अनपढ बनायौं, उनीहरूलाई निरक्षर बनायौं। एउटा ठुलो हिस्सालाई मूल हिस्सालाई समाजको मूल पंक्तिलाई निरक्षर बनाएर हाम्रो शिक्षाको यात्रा सुरु भयो। र अहिले म 5-6वटा डरलाग्दो चित्र देखिरहेका छु नेपालको शिक्षा नीतिलाई नयाँ कोणबाट हेर्दाखेरि। पहिलो कुरा, नेपालको शिक्षा नीतिले नेपालको आफ्नो वैज्ञानिक मौलिकताको नष्ट गरिदियो। नेपालको आफ्नै सांगीतिक म्युजिक सिस्टम थियो, नेपालको आफ्नै उपचार प्रणालीको थियो। नेपालभित्र नेपालमा कैयौं यस्ता वैज्ञानिक खाद्य प्रणालीहरू हाम्रो थियो। निर्माणको कुरा, सामुनारायण मन्दिर आजभन्दा 2000 वर्ष अगाडि बनेको, 2000 वर्षसम्म टिक्न सक्ने आर्किटेक्ट थियो हामीसँग। तर 50 वर्ष पनि नटिक्ने नयाँ आएको इन्जिनियरिङ, यो ढलानवाला इन्जिनियरिङले हाम्रो 2000 वर्ष टिक्ने आर्किटेक्टलाई खाइदियो। मैले भन्न खोजेको, हाम्रो हरेक घरको किचनमा एउटा यस्तो अस्पताल छ जहाँ तपाईको सबै रोगको उपचार हुन्छ। त्यो घरको किचनको अस्पतालको ज्ञान जो हाम्रो वैज्ञानिक मौलिक उपचार प्रणालीको ज्ञान थियो त्यो हाम्रो शिक्षा नीतिले कहिले सिकायो। पहिलो कुरा मैले अहिले उदागत रूपमा मात्रै भन्न खोजेको, नेपालको आफ्नो वैज्ञानिक जो मौलिकता थियो त्यसलाई नष्ट पार्ने काम गरिदियो यो शिक्षा प्रणाली। दोस्रो कुरा, सबै मान्छेहरू उत्पादनमा थिए। नेपाल सबै मान्छेहरू उत्पादनको लागि काम गर्थे, हलो बोक्थे, कुटो बोक्थे, कोदालो बोक्थे, जे बोक्थे। रेशम खेती थियो या खानीहरू थियो, जे थियो, सबै मान्छे उत्पादनमा थिए। तर जबदेखि नेपालमा नयाँ शिक्षा प्रणाली आयो, कोही पनि मान्छे अहिले उत्पादन प्रणालीमा छैन। सबै मान्छेलाई उत्पादनबाट बेदखल बनाएर यस्तो बनाइदिएको छ कि, पङ्गु बनाइदिएको छ कि सर्टिफिकेट आर्जन गरेको मान्छेले हलो जोत्न हुँदैन, गाउँमा काम गर्न हुँदैन, किचनमा काम गर्न हुँदैन, फन्टुस बनाइदियो। र उत्पादन प्रणालीबाट यो शिक्षा नीतिले हामी सबैलाई च्युत बनाइदिएको छ। उत्पादन प्रणालीबाट सबैलाई कटाइदियो। दोस्रो कुरा, त्यसले गर्दा हामी सबैजना दलाल हुन थाल्यौं, बिचौलिया हुन थाल्यौं, किनभने उत्पादनको काम हामी नगर्ने। तेस्रो कुरा, बिचौलियाहरूको उत्पादन। मैले अघि नै भने कि हाम्रो शिक्षा नीतिले बिचौलियाहरूको यस्तो उत्पादन गरिदियो कि हाम्रो दिमाग नै सृजना उत्पादनमा होइन कि बिचौलियाको काम गर्नको निम्ति लालयित हुन थाल्यो। चौथो कुरा, अघि गीता म्यामले भन्नुभयो माफिया नबन्नुस् होला भनेर। हामीले माफिया भनेको जम्मा 4 थरी मान्छेलाई, 4 थरीलाई भनेको। एउटा जो राजनीति गर्छ, सांसद बन्छ, राजनीति गर्छ, शिक्षामा लगानी गर्छ, त्यो माफिया नै हो। राजनीति गर्ने मान्छेको काम सारा विद्यार्थीहरूलाई, नेपालका विद्यार्थीहरूलाई निशुल्क शिक्षा, सरकारी शिक्षा
दिलाउनको निम्ति मेहनत गर्नु। त्यसकारण हामीले जो राजनीति गर्छ र शिक्षामा पनि लगानी गर्छ त्यसलाई माफिया नै भनेको। त्यो जोसुकै होस् पहिलो। दोस्रो, जो कर्मचारी छ र शिक्षक छ र निजी स्कुलमा लगानी गर्छ त्यो पनि माफिया नै। तेस्रो कुरा, जसले भ्रष्टाचार गरेको पैसा, कमिसन खाएको पैसा शिक्षामा लगानी गरेर व्हाइट मनी बनाउन खोज्छ त्यो पनि माफिया नै। र चौथो, जो विदेशबाट नेपालमा नियोजित रूपमा लगानी गर्न आएको छ त्यो पनि माफिया। यो चारवटा क्याटेगोरीको चाहिँ सबै माफिया हुन्। बाँकी रहेका निजी शिक्षा सञ्चालन गर्नेहरूलाई हामी व्यापारी भन्छौँ, उहाँहरूलाई हामी माफिया भन्छौँ। विद्यालय शिक्षामा व्यापार ठिकै बेठिक आफ्नो ठाउँमा बस्छ, तर उहाँहरू व्यापारी हो, अरू बाँकी चारवटा चाहिँ माफिया नै हो। अब रह्यो प्रश्न, मैले यो शिक्षा नीतिले के गरिदियो त भन्दाखेरि चौथो कुरा चाहिँ निजीकरण र व्यापारीकरणलाई यति पराकाष्ठमा लिएर गयो, यति पराकाष्ठमा लिएर गयो कि पछिल्लो 30 वर्षमा नेपालको शिक्षा सम्पूर्ण रूपमा निजीकरण, व्यापारीकरण र महँगो बनाइदियो। अहिले सामुदायिक स्कुलमा पनि सस्तो शिक्षा छैन, निःशुल्क शिक्षा छैन। पाँचौं कुरा, धार्मिक रूढिवाद र अन्धविश्वास यो शिक्षामा यति छ। म एउटा मात्रै नेपालको सबैभन्दा, म पिता नामलाई पनि भन्न चाहन्छु, नेपालको सबैभन्दा बिग घरानीले चलाएको एउटा स्कुलमा के हुँदो रहेछ त भन्दाखेरि विद्यालय शुभारम्भ हवन हुँदो रहेछ। हवन यज्ञ, विद्यालय शुभारम्भ हवन। त्यो हवन आयोजना गर्न पनि विद्यार्थीबाट पैसा उठाइँदो रहेछ होइन। त्यति मात्रै होइन, हरेक एसई हुन्छ, हरेक एसईमा एसई गुड लक हवन, एसईमा राम्रो रिजल्ट आउने हवन गर्दो रहेछ। र त्यो हवनको निम्ति पनि विद्यार्थीसँग फेरि पैसा उठाउनु। यति चौपट छ। हामीले क्वालिटी एजुकेसन दिएछौँ भन्नुहुन्छ निजी स्कुलका साथीहरू। मैले भन्ने गर्छु, तपाईँहरूले ब्रोइलर कुखुरा उत्पादन गर्नु, इङ्ग्लिस बोल्ने ब्रोइलर। विद्यार्थीलाई हैरान छ। के अरे क्रिसमस आउँछ, शान्ताबाजेको टोपी तपाईँले लाउन सिकाउनुहुन्छ। एउटा विद्यार्थी कृष्ण र राधिका बनेर नाच्न थाल्छ तपाईँको सांस्कृतिक कार्यक्रम। शान्ताबाजेको टोपी लगाएको छ, कृष्ण राधिका बनाएको छ, अर्को दिन राम बनाएको छ, अर्को दिन शिव बनाएको छ, अर्को दिन पार्वती बनाएको छ। सरस्वती पूजा नगरिकन पास हुँदैन भनेर अगाडि पनि सरस्वतीको मन्दिर राखेको छ। यही हो क्वालिटी एजुकेसन। सरस्वती पूजा राखिदिए, सरस्वतीको मन्दिर राखिदिएर विद्यार्थीले पढ्न पाउने स्कुल किन खोल्नु? सरस्वती मन्दिर एक-एकवटा घरमा राख्दै भइहाल्यो। धार्मिक रूढिवाद र अन्धविश्वासको पराकाष्ठमा, र म त भन्छु निजी स्कुलले यस्तो गरिदिएको छ, हरेक मिसहरूको, म्यामहरूको बर्थडेमा विद्यार्थीले मैले चकलेट लिएर जानु। यस्तो बनाइएको छ, यस्तो संस्कृतिको छ। भ्यालेन्टाइन डेमा चाहिँ पानबुट्टा हुन्छ नि, पानबुट्टा लिएर जानुपर्ने बनाएको छ। के गर्ने? यही हो हाम्रो क्वालिटी एजुकेसन। मैले भन्न खोजेको धार्मिक रूढिवाद र अन्धविश्वासको पराकाष्ठ छ हाम्रो एजुकेसन सिस्टमभित्र। र छैठौं कुरा, यो देश हाम्रो निजी विद्यालयले पनि र सामुदायिक विद्यालयले पनि जहाँबाट पढाएर निकाले पनि यो देश रित्तिने गरी नेपालबाट सबै विद्यार्थीहरूलाई बाहिर जाने। आज 6 कक्षा पढ्ने विद्यार्थी छोडिदिनुहोस्, 3 क्लासमा पढ्ने विद्यार्थीलाई सोध्नुभयो भने तपाईँ के गर्ने, किन पढ्ने हो भने म +2 पास गरेपछि अस्ट्रेलिया जाने भन्छु। यस्तो बनाइएको छ हाम्रो दिमाग कि अस्ट्रेलिया, जापान, थाइल्यान्ड, मलेसिया, दुबई, अमेरिका, युरोप कहाँ जाने हो? यो देशमा गर्ने होइन, बाहिर जाने हो भनेर यो देश रित्तो बनाउने। यसो 6 प्रकारको भयो। पहिलो कुरा वैज्ञानिक मौलिकताको अन्त्य, दोस्रो कुरा उत्पादन प्रणालीबाट सिउट, तेस्रो कुरा बिचौलियाहरूको उत्पादन, चौथो कुरा शिक्षामा निजीकरण, व्यापारीकरण र माफियाकरण, पाँचौं कुरा धार्मिक रूढिवाद र अन्धविश्वासको पराकाष्ठा, र छैठौं कुरा देश रित्तो पार्ने शिक्षा नीति सामने। अब हुन्छ के त? अब यो यही क्रममा रहने हो भने मैले देखेको दुईटा भयावह चित्र देख्छु म। पहिलो कुरा, हाम्रो परम्परादेखि हामी जे सिप गर्थ्यौं, जे काम गर्थ्यौं, त्यो हामी अब कसैले नजान्ने भइसक्यो। हामी कोही नजान्ने भइसक्यो।
र अबको संसारको उत्पादन प्रणाली जे हो जम्मा 4 तरिकाबाट शिक्षा पाइन्थ्यो भन्छौँ हामीले। मैले त के भन्छु भने अब यो भन्दाखेरि यहाँ शिक्षक साथीहरूको आन्दोलन चलिरहेको छ, उहाँहरूको पेशागत आन्दोलनलाई मेरो समर्थन। उहाँले पेशागत रूपमा जे मुद्दा उठाउनु खोज्नु भएको छ, आफ्नो पेशाको निम्ति आफ्नो हकको निम्ति उठाउन खोजेको मुद्दामा हामीले त्यहाँ शिक्षकहरूको वर्गीकरण छ, तलब चाहिँ अहिले तलब सरकारी स्कुलहरूको तलब मा पनि भिन्नता छ, उहाँहरूको चाहिँ एकरूपता होस्, यो सबै कुरा होस्। तर आज 12 कक्षासम्म चाहे निजी स्कुलमा होस् चाहे सरकारी स्कुलमा सामुदायिक स्कुलमा होस्, जे पाठ्यक्रम छ यो पाठ्यक्रम विद्यार्थीले जान्नको निम्ति म एउटा नयाँ मलाई लागेको अनुभूति के भन्न चाहन्छु भने विद्यार्थीलाई एकजना पनि शिक्षक चाहिँदैन। आज 12 कक्षासम्म जे पढाइ हुन्छ त्यो पढाइ पढ्नको निम्ति आजभन्दा 20 वर्ष अगाडि हो भने शिक्षकहरू चाहिन्थ्यो, 30 वर्ष अगाडि हो भने शिक्षकहरू चाहिन्थ्यो। तर विज्ञान र प्रविधिको जुन रफ्तारमा विकास भएको छ, टिकटक, युट्युब, विकिपेडिया, गुगल, च्याटजीपीटी, अब डिपसिकदेखि लिएर जहाँसम्म आएको छ, 12 कक्षासम्म जे पढाइ हुन्छ नि त्यो पढ्नको लागि एकजना पनि टिचर चाहिन्छ। मैले यो किन भन्न खोजेको भने हामीले अबको टिचर कस्तो हो भन्ने नयाँ परिभाषामा गएनौँ भने, अबको शिक्षा नीति कस्तो हो भन्ने नयाँ परिभाषामा गएनौँ भने हाम्रो देश सम्पूर्ण रूपमा फेलियर हुनेवाला छ र नेपाली समाज नेपाल भन्ने रहनेवाला छ। हामीले आजसम्म भन्यौँ 4 तरिकाबाट सिक्छौँ। हामीले मान्छेले कसरी शिक्छ भन्यो भने जम्मा 4 तरिका भन्यौँ। एक पहिलो तरिका पुरानो पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गर्छ शिक्षा, यसरी हामीले ज्ञान हासिल गर्छौँ। शिक्षकले, बाबुआमाले, समाजले हामीलाई दिन्थ्यो, हामीले पढ्थ्यौँ। 1 2 प्रकृतिसँग सङ्घर्ष गर्दाखेरि, प्रकृतिसँग सहकरण गर्दाखेरि, सहकार्य गर्दाखेरि हामीले हासिल गर्थ्यौँ ज्ञान र सिप। 2 3 वैज्ञानिक अनुसन्धानद्वारा आगोको आविष्कार, विद्युतको आविष्कार, कम्प्युटरको आविष्कार, इन्टरनेटको आविष्कार, यस्ता चमत्कारिक आविष्कारहरूद्वारा मानिसले ज्ञान हासिल गर्थ्यो। तेस्रो कुरा र चौथो कुरा हामी कम्युनिस्टहरूले भन्ने गरेको या मार्क्सवादीहरूले भन्ने गरेको वर्ग सङ्घर्षबाट ज्ञान हासिल गरिन्छ भन्ने। आजसम्म हामीले भन्दै आएको जम्मा 4 वटा विधि। पहिलो विधि पुरानो पुस्ताले नयाँ पुस्तालाई, दोस्रो विधि प्रकृतिसँगको सहयात्रा या सङ्घर्ष, तेस्रो विधि वैज्ञानिक प्रयोग या अनुसन्धान र चौथो विधि वर्ग सङ्घर्ष। तर आजको बच्चाले, आजको बालबालिकाले या आजका मानिसहरूले शिक्षा हासिल गर्ने नयाँ विधि आएको छ, त्यो विज्ञान प्रविधि। विज्ञान प्रविधि जबरजस्त यसरी आएको छ कि आजको मानिसहरूले, आजका बच्चाहरूले या विद्यार्थीहरूले मूलत सिक्ने केले हो त? स्कुलले हो, बोर्डिङले हो, त्यहाँको कोर्सले हो, सामुदायिक स्कुलले हो? होइन। उनीहरूले मूलत अब सिक्ने बाटो नयाँ भएको छ। त्यो नयाँ सिक्ने बाटोबाट चाहिँ नयाँ विद्यार्थीहरूलाई नयाँ खालको शिक्षा नीति पढाउने हामीसँग कुनै यात्रा छैन, कुनै बहसै छैन। त्यति मात्रै होइन, अब अर्को दोस्रो भयावह चित्र के छ त भन्दाखेरि अब 1 दशक 2 दशक 3 दशकपछि के हुनेवाला छ त भन्दाखेरि आजसम्म त नेपालबाट सामुदायिक विद्यालय होस् या निजी विद्यालय होस्, यहाँबाट पढेर पास भएर गएका विद्यार्थीहरू सके अस्ट्रेलिया, युरोप, नसके जापान, कोरिया, नसके दुबई या कतार या मलेसिया जान्छ। तर त्यहाँ गएर चाहे अमेरिका जाओस्, चाहे अस्ट्रेलिया जाओस्, चाहे जापान जाओस्, चाहे कोरिया जाओस्, चाहे बोर्डिङ स्कुलबाट पास गरेर अस्ट्रेलिया जाओस्, चाहे त्यहाँ जान नसकेर दुबई या कतारमा जाओस्, नेपालीहरूले गएर गर्ने जम्मा 2टा मात्रै काम छ। एउटा सर्भिसको सेक्टरमा र अर्को कन्स्ट्रक्सनको सेक्टरमा, निर्माणको सेक्टरमा र चाहिँ सेवाको सेक्टर। यति हो नेपालीहरूले गर्ने काम। मूलत उत्पादनको सेक्टरमा हामी कोही पनि छैन, किनभने उत्पादन प्रणालीमा विज्ञान प्रविधि मुख्य भएर आएको छ कि हाम्रो कुनै नलेज छैन, कुनै हाम्रो ज्ञान छैन। तर अब 1 दशक या 2 दशकपछि के हुनेवाला छ त भन्दाखेरि अहिले रेस्टुरेन्टमा वेटरको काम रोबोटले गर्न थाल्यो। र अब 10-20 वर्षपछि के हुनेवाला छ त भन्दाखेरि सेवा र कन्स्ट्रक्सनको सेक्टरमा पनि विज्ञान प्रविधि मार्फत जब त्यहाँ जसरी अहिले उत्पादन कब्जा गर्यो, ठिक त्यसै गरी जब विज्ञान प्रविधि मार्फत सेवा र निर्माणको सेक्टर कब्जा हुन्छ, हामीसँग जाने कुनै देश हुँदैन, हामीसँग जाने कुनै सिप हुँदैन। त्यति बेला सिपविहीन, ज्ञानविहीन
र उत्पादनविहीन मानिसहरूको एउटा जत्था हाम्रो नेपाल बन्नेवाला छ। यो खतरालाई टार्नको निम्ति आजबाटै हामीले उत्पादन प्रणालीमा आजको विज्ञान प्रविधिको युगमा आधारित शिक्षा प्रणालीको एउटा खाका तय पार्नुपर्नेछ र त्यो खाकामा हामी हिँड्न संकल्प गर्नुपर्छ। यो मेरो यति कुरा राख्दै मेरो कुरा टुङ्ग्याउँछु। हस् परिवार। हार्दिक धन्यवाद चाहिँ धेरै धेरै आभार व्यक्त गर्दैछु। म जागेको रायमाझीलाई पक्कै पनि आइबिसी लर्निङले अहिलेको दुनियाँलाई फरक ठाउँमा पुर्याइदिएको छ र हामी निकै पछाडि अहिलेको विश्वमा सी जिनपिङले दुनियाँको नेतृत्व अब आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँको नेतृत्व चीनले गर्छ भनिरहेको बेला हाम्रो देश त्यही तलतिर हाम्रो देश भर्खर कस्तो हुन्छ नेपालको शिक्षा पुरानै जस्तो भए पनि जारी गर्नु पर्यो भनेर बिन्ती बिसाउनु पर्ने पीडामा बाध्यतामा छौँ हामी र अबको पालीमा म यो अन्तर्क्रिया कार्यक्रममा आफ्नो मन्तव्य राख्नका लागि आफ्ना धारणाहरू राख्नको लागि र अबको शिक्षा एम कस्तो हुनुपर्छ भनेर आफ्नो मत प्रस्तुत गर्नका लागि हाम्रो संगठन अमरासिबी क्रान्तिकारीका पूर्व अध्यक्ष, युवा नेता, युवा तथा प्रभावशाली नेता, नेपालको शैक्षिक आन्दोलनको जिउँदो इतिहास र वर्तमान माओवादी केन्द्रका नेता आदरणीय दाई लेखनाथ देउपानलाई आमन्त्रण गर्दछु। आउँदै हुनुहुन्छ लेखनाथ देउपान।